नमस्कार। गौतम बुद्ध जो राजकुमार भएर पनि राज्यको सुख शैल त्यागेर जप तप र साधनाका लागि घर छोडेर हिँडेका थिए। यिनै महान व्यक्तित्वका 10 वटा महत्त्वपूर्ण भनाइहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु, जसले तपाईको जीवनप्रतिको दृष्टिकोण बदलिदिन सक्छ। आउनुहोस् लागौं उहाँका महान बाणीहरूतर्फ। लक्ष्यमा पुग्नुभन्दा जरुरी राम्रोसँग यात्रा गर्नु हो। विगतमा ध्यान केन्द्रित नगर, भविष्यका ठूला सपना पनि नदेख, बरु आफूलाई वर्तमानमा केन्द्रित गर। सबै व्यक्तिलाई सजायदेखि डर लाग्छ, सबै मृत्युदेखि डराउँछन्। बाँकी व्यक्ति तथा प्राणी पनि तिमी जस्तै हो, त्यसैले कसैलाई दुःख नदेऊ, कसैलाई नमार। धेरै मानिसका मनमा सफल हुने विचारहरू आउँछन् तर सफल हुँदैनन्। यसका 2 कारण छन्। एक, कामको सुरुवात नगर्ने र अर्को, पूरा बाटो तय नगर्ने। चाहे तिमी जतिसुकै पवित्र शब्द पढ वा बोल, त्यसले तिमीलाई केही भलो गर्दैन जबसम्म त्यसलाई उपयोग गर्दैनौ। इच्छा कहिले अन्त्य हुँदैन। एउटा इच्छा पूरा भयो भने अर्को तुरुन्त जन्मन्छ। राम्रो भोग्दैमा कुकुर राम्रो मानिँदैन, राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन जब उसको व्यवहार बोली जस्तै राम्रो छैन भने। बाटो बिराउनु नै असफलता होइन, नयाँ गन्तव्यमा पुग्न बाटो परिवर्तन गर्नु नै पर्दछ। राम्रो सोचाइका लागि शरीर स्वस्थ हुनु पर्दछ। अस्वस्थ शरीरको मन स्पष्ट मजबुत हुँदैन। पंखाले चिसो हावा दिने होइन, कोठाभित्रकै हावालाई चलायमान गराउने हो, जसले हामीलाई शीतलता प्रदान गर्दछ। त्यसैले तपाईँ भित्रकै विचारलाई चलाउनुहोस्, शान्ति मनभित्रबाटै आउँछ।